नमस्कार। आज पनि नेपालको आन्तरिक राजनीतिमा अ, महत्त्वपूर्ण एउटा स्टेक होल्डर सरकारवाला र सत्तामा पनि लामो समय अ, दखल राखेको र विभिन्न अनुभवहरू बटुलेको एउटा प्रमुख राजनीतिक पार्टी नेकपा एमाले को सन्दर्भमा केही विषयहरू मैले आफूले जानेको केही विषयहरू लिएर चाहिँ म उपस्थित भएको छु। नेकपा एमाले हुन त यो खास गरी नेकपा एमाले त अब यो पछि बनेको नाम हो। त्योभन्दा अगाडि माले भनेर धेरै समय चाहिँ यसले मालेको रूपमा चाहिँ बिताएको छ अथवा सङ्गठन विस्तार गर्ने सिलसिला नै चाहिँ अब यो मालेबाट भएको थियो। विभिन्न कम्युनिस्ट पार्टी कहिले मार्क्सवादीको नाममा, कहिले मार्क्सवादी लेनिनवादीको नाममा मालेमा चाहिँ मार्क्सवादी लेनिनवादी र माओवादी को हिसाबमा यसरी चाहिँ आइरहेको थियो। सङ्गठन विस्तार र यो भूमिहीत काल भनेको मालेमै बित्यो। यो बहुदल आइसकेपछि हो एमाले चाहिँ एकीकृत कम्युनिस्ट पार्टी हैन मार्क्सवादी लेनिनवादीको हिसाबले यो अगाडि बढेको भनेर भन्न सकिन्छ। 48 सालको निर्वाचनमा चाहिँ नेकपा एमाले चाहिँ कङ्ग्रेसपछि दोस्रो स्थानमा 69 वटा सिट 205 मध्ये 69 वटा सिट जितेर चाहिँ दोस्रो ठुलो दल बन्न पुगेको थियो। त्यसमध्ये चाहिँ नेपाली काङ्ग्रेसले चाहिँ संसदीय दलमा सबैभन्दा ठुलो पार्टीको रूपमा आफ्नो उपस्थिति बनाएर चाहिँ सरकार सञ्चालन गर्यो। त्यो सरकार चाहिँ 2051 सालसम्म आइपुग्दाखेरि 48 देखि 49, 50, 51 साल करिबन 3 महिना 3 वर्ष सम्म शासन सत्ता सञ्चालन गरिसकेपछि नेपाली काङ्ग्रेसभित्र आफैमा चाहिँ एउटा विग्रह आयो र 36 र 74 को नामबाट चाहिँ नेपाली काङ्ग्रेस चाहिँ दुईटा धारमा चाहिँ विभाजित भयो र सरकारको चाहिँ नीति तथा कार्यक्रम पारित गर्ने बेलामा चाहिँ 36 काङ्ग्रेसीहरू चाहिँ उपस्थित नभएको कारणले गर्दाखेरि गिरिजा सरकार चाहिँ नैतिक रूपमा राजीनामा दिन बाध्य भए। राजीनामा दिएर उसले के पनि गर्यो भन्दाखेरि संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा समेत गरे। त्यही कुरा अहिलेसम्म नेपाली इतिहासमा एउटा राजनीतिक इतिहासमा चाहिँ यो कुरालाई चाहिँ बेला बखतमा चाहिँ उल्लेख गरिएको छ। त्यसपछि त्यो 51 सालमा जुन मध्यावधि निर्वाचन भएको थियो त्यो मध्यावधि निर्वाचनमा चाहिँ नेकपा एमाले चाहिँ संसदमा कसैले पनि बहुमत नल्याएको अवस्था र 83 सिट जितेर चाहिँ नेकपा एमाले चाहिँ संसदमा चाहिँ सबैभन्दा ठुलो दल भयो। तर 88 सिट जितेर सबभन्दा ठुलो दल चाहिँ भयो, तर उसले बहुमत प्राप्त गर्न सकेन। बहुमत प्राप्त गर्न नसकेपछि के भन्दाखेरि मिलिजुली सरकार बन्ने अवस्था थिएन। त्यो नभइसकेपछि एकातिर राप्रपाले पनि उल्लेख्य मात्रामा सिट जितेको थियो। त्यो चाहिँ पञ्चायतबाट आएको पञ्चेहरू भनेर चिनिन्थ्यो, जसमा तुरुन्त त्यो खालको चाहिँ अब गठबन्धन हुन सकेन। र त्यसपछि संविधानमा के कुरा उल्लेख भएको थियो भन्दाखेरि 2047 को संविधानमा अल्पमतको सरकार निर्माण गर्न सक्ने पनि एउटा ठुलो दल र अल्पमतको सरकार पनि निर्माण गर्न सकिने एउटा जुन प्रावधान राखिएको थियो र त्यो सरकारले चाहिँ सरकार गठन गर्यो। सरकार गठन गर्ने बित्तिकै
एमाले एकदमै एग्रेसिभ रूपमा त्यति बेला मनमोहन अधिकारी चाहिँ प्रधानमन्त्री हुनुहुन्थ्यो भने गृहमन्त्री चाहिँ केपी शर्मा ओली हो, अनि माधव कुमार नेपाल परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। र यसरी त्यति बेला चाहिँ सिपी मैनाली पनि चाहिँ स्थानीय विकास मन्त्रीको रूपमा चाहिँ हुनुहुन्थ्यो। भरतमोहन अधिकारी चाहिँ अर्थमन्त्री हुनुहुन्थ्यो। यसरी एउटा जुन बनेको एमालेको जुन एउटा अल्पमतको सरकार छ, यो सरकारले चाहिँ के गर्यो भन्दाखेरि एकदम प्रगतिशील खालको कामहरू गर्यो। प्रगतिशील खालको कामहरू गर्यो कि नेपालको इतिहासमा चाहिँ एकदमै चाहिँ प्रभाव राख्ने र पछिल्लो समय र दीर्घकालीन समयसम्म प्रभाव राख्ने खालको कामहरू गरेको हो नेकपा एमाले। यो कुरालाई चाहिँ बिर्सिनु हुँदैन, जसमा चाहिँ आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम अन्तर्गत चाहिँ गाउँ विकास समिति, त्यति बेला गाउँ विकास समितिहरू भन्ने थियो, त्यो गाउँ विकास समितिहरूमा चाहिँ नेपाली काङ्ग्रेसले वार्षिक 50,000 मात्रै चाहिँ त्यहाँ बजेट पठाउने गरेकोमा एमाले एकैचोटि 5 लाख रुपियाँ चाहिँ बजेट विनियोजन गर्यो। अनि त्यसपछि अर्को भनेको वृद्धहरूलाई 70 वर्ष 75 वर्ष पुगेका वृद्धहरूलाई चाहिँ मासिक 100 भत्ता दिने जुन खालको एउटा निर्णय गर्यो। अनि त्यसपछि आफ्नो गाउँ आफै बनाऊ खालका कार्यक्रमहरू जुन भयो र परराष्ट्र नीतिमा पनि भारतसँगको एउटा सम्बन्ध सुधारका प्रयासहरूदेखि लिएर यो सुगौली सन्धिका कुराहरूको उठानदेखि लिएर यी कुराहरू गरिसकेपछि नेकपा एमाले चाहिँ एउटा राजनीतिक रूपमा परिपक्व एउटा पार्टी हो र यो सरकारले चाहिँ राम्रो काम गर्ने रहेछ भन्ने खालको एउटा सन्देश दिन सफल भयो। र अर्को वामपन्थीहरूप्रति नेपालमा के कुरा थियो भन्दाखेरि वामपन्थीहरूले चाहिँ 60 वर्ष पुगेपछि नागरिकहरूलाई मार्छ, यसले चाहिँ नागरिकहरूलाई चाहिँ राख्दैन, वृद्धहरूलाई चाहिँ बुढाबुढीहरूलाई चाहिँ मारिदिन्छन् भन्ने खालको एउटा अफवाह फैलाएको अवस्था थियो। त्यो अफवाहलाई पनि यो नेकपा एमालेको अल्पमतको सरकारले चाहिँ त्यसलाई पनि निराकरण गर्ने काम गर्यो। ओहो, कम्युनिस्टहरूले त बुढाबुढीलाई मार्ने होइन, उनले त सम्मान गर्ने रहेछ भन्ने खालको एउटा सन्देश दिन सफल भएको हो। र यहाँसम्म जहाँ 51 साल मङ्सिरदेखि सुरु भएर चाहिँ यसको 52 सालको चाहिँ जेठ असारसम्म चाहिँ नेकपा एमालेको मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ असार सम्म चाहिँ नेकपा एमालेको सरकार चाहिँ 9 महिनासम्म चल्यो। नेकपा एमालेको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि संसद विघटन गरेर मध्यवधि निर्वाचनकै घोषणा भइसकेको अवस्था थियो, तर त्यो चाहिँ नेपालको सर्वोच्च अदालतले चाहिँ त्यसलाई त्यो रोकिदियो र चुनाव हुन सकेन। त्यसपछि चाहिँ शेरबहादुर देउवा नेपाली काङ्ग्रेसको संसदीय दलको नेता हुनुहुन्थ्यो र उनी प्रधानमन्त्री हुने सौभाग्य पाए। त्यसपछि चाहिँ संसदमा के हुन भयो भन्दाखेरि चाहिँ हङ पार्लियामेन्ट भइसकेपछि एउटै सरकार रहन सकेन, पालो सरकार हुने, कहिले एमाले र यता राप्रपा मिलेर, कहिले काङ्ग्रेस र राप्रपा मिलेर त्यसरी चाहिँ सरकार बनाउने खेलहरू भइरह्यो र यसले बिस्तारै नेपाली संसदीय फाँटमा चाहिँ एउटा वितृष्णाको अवस्था सिर्जना गरेको थियो। यति बेलै माओवादी युद्ध पनि सुरु भएको देखिन्छ। र नेकपा एमालेको सन्दर्भमा कुरा गर्दाखेरि जुन रूपमा नेकपा एमाले यो नेकपा एमालेको भूमिका भनेको चाहिँ त्यो 9 महिना अल्पमतको सरकार को पालामा चाहिँ असाध्यै राम्रो भूमिका खेलेको थियो। त्यसपछि
राप्रपाका लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री स्वीकार गरेर अनि उसले समर्थन गर्ने सरकारमा जाने भन्ने हिसाबले जुन सरकारमा सहभागी भयो त्यो बेलामा पनि केही मन्त्रीहरूको सुविधाहरू कटौती गरेर नयाँपन ल्याएर चाहिँ नेपाली समाजमा केही नयाँ सन्देशहरू दिन सफल भएकै मान्नुपर्छ। त्यसपछि चाहिँ एमालेलाई हाँक्ने विभिन्न अब कहिले त्यसपछि माधव कुमार नेपाल प्रमुख भूमिकामा रहे। माधव नेपाल पछि चाहिँ झलनाथ खनाल आउनुभयो। झलनाथ खनाल पछि चाहिँ केपी शर्मा ओली आउनुभयो र झलनाथ खनालसम्मको एमालेको नेतृत्व र एमालेले लिएको एउटा जुन खालको नरमपन र एमालेको त्यो बेलाको एउटा जुन इज्जत एउटा जस राम्रो थियो। एमाले प्रति गर्व गर्ने मानिसहरू असाध्यै धेरै थिए र एमाले प्रति चाहिँ श्रद्धा गर्ने मानिसहरू पनि थुप्रै थिए। तर जब एमालेको दिनहरू कहाँबाट बिग्रियो भन्दाखेरि जब केपी शर्मा ओली चाहिँ जब उनी पार्टीको पनि सत्तामा र नेपालको पनि सत्तामा आए, त्यसपछि त्यही बेला एउटा पहिचानवादी आन्दोलनहरू भयो विभिन्न खालको, जस्तो अशोक राईहरूले पार्टी छोड्ने भयो होइन, रकम चेम्जोङ लगायतका जस्तो एमालेका राम्रो व्यक्तित्वहरूले चाहिँ पार्टी छोड्ने र त्यसपछि पहिचान को नाममा चाहिँ अलग हुने र केपी ओली र पहिचानवादीहरूको बिचमा चाहिँ एउटा धेरै खालको एक किसिमको चाहिँ शीतयुद्धहरू भएको अवस्थाहरू थियो। र ती पहिचानवादी नेताहरूले भन्ने गर्थे एमाले र केपी ओलीको, एमाले भन्दा पनि केपी ओली मात्र, केपी ओलीको नाम लिने बित्तिकै त्यति बेलाको एउटा आक्रोश म अहिले पनि सम्झिन्छु। र ती आक्रोशहरू हुँदै हुँदै नेपाली राजनीतिका सबै खम्बा र सबै राजनीतिक दल र तिनका नेताहरूमा बिस्तारै वितृष्णहरू बढ्दै गयो। यो कहिले गठबन्धन हुने, कहिले कोसँग मिलेर सरकार बनाउने, यी यावत कुराले गर्दाखेरि चाहिँ यसमा एउटा जुन समस्याहरू सृजित हुँदै गइरहेको थियो। र त्यसपछि एउटा इतिहासमा चाहिँ नेकपा एमाले र नेकपा माओवादीको बिचमा चाहिँ जुन एउटा एकता भयो, यो 72 सालमा संविधान जारी भएपछिको जुन एउटा एकता चाहिँ भयो, त्यो एकता वास्तवमा नेपाली कम्युनिस्ट राजनीति र इतिहासमा चाहिँ त्यो एकता आवश्यक थियो। त्यसले चाहिँ आम नेपालीहरू बिचमा चाहिँ एउटा के भन्दाखेरि आशा तथा भरोसा, एउटा आशा, भयङ्कर ठुलो आशा, अब भने देशले एउटा ठुलो लय समात्छ, यो चाहिँ भयङ्कर एउटा ठुलो प्रगति भएको छ भन्ने किसिममा एउटा आशा चाहिँ जागेको थियो। र त्यतिन्जेल जे जति छ स्थानीय सरकारहरूले खेल्नुपर्ने महत्त्वपूर्ण भूमिकाहरू खेलेको थियो। फटाफट विकास, स्थानीय स्तरका विकासका साना साना खालका विकासका कामहरू भएको थियो। मान्छेहरूले चाहिँ जायज होस् चाहे नाजायज होस्, जस्तो हिसाबमा पनि बाटोहरू एउटा पिच हुने कामहरू भएको थियो। अनि त्यसपछि स्कुलदेखि लिएर अन्य विभिन्न विकास निर्माणका कामहरूदेखि लिएर उत्पादन क्षेत्रहरूमा पनि कामहरू भएको थियो। तर ती कामहरू चाहिँ कहिलेबाट चाहिँ ती कामहरूले चाहिँ निरन्तरता पाउन सकेन, निरन्तरता दिन सकेन। त्यसो हुनुको कारण चाहिँ के भन्दाखेरि केपी ओली नै त्यो ठुलो झन्डै 2/3 बहुमतको नजिकको जुन वामपन्थीहरूको सरकार थियो, त्यो 2/3 नजिकको वामपन्थीहरूको सरकार को नेतृत्वमा थिए। उनी बिस्तारै असफल हुँदै जान थाले। उनी एउटा एक किसिमको आफ्नो दम्भ र पार्टीभित्रको विपक्षीहरूलाई पनि बोल्न नदिने, उनीहरूलाई चाहिँ नि अब एकदम पाखा लगाउने, त्यो हिसाबले चाहिँ नि जब उसले 2077 सालमा चाहिँ यो जुन संसद विघटन गर्ने काम
भयो गर्यो। त्यसपछि चाहिँ उसको उद्योग औद्योग औद्योगति चाहिँ सुरु भएको मानिन्छ। यस पछाडि यो राजनीतिक क्रमहरू चाहिँ अब बिग्रिँदै 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 गएको देखिन्छ। त्यसपछि बिस्तारै नेपाली जनतामा चाहिँ अब निराशा एकदमै चलम चुलीमा पुगेको अवस्था छ। अनि यसै गरी चाहिँ अब गठबन्धनहरू हुँदै जाने, अनि त्यसरी नेकपा एमाले विरुद्ध सबै पार्टीहरू एक भएर यसरी गठबन्धन भएर चुनावमा जाने त्योसम्मको पनि एउटा अवस्था सिर्जना भयो। त्यति हुँदाहुँदै पनि नेकपा एमाले चाहिँ दोस्रो ठुलो दलको रूपमा चाहिँ स्थापित भएको हामी त्यो देख्न सक्छौँ। र त्यसपछि कहाँनिर गएर चाहिँ केपी ओली झन् असफल हुन पुगे भन्दाखेरि कहिले माओवादीसँग माओवादी अनि त्यसपछि यता रासोपा लगायतका दलहरूसँग मिलेर सत्ता सरकार चलाउने, त्यसपछि फेरि अर्कोसँग फुटेर अर्कोतिर चलाउने हुँदाहुँदै त्यो सबै खालको अभ्यास भइसकेपछि अनि अन्तिममा विकल्प नेपाली काङ्ग्रेससँग चाहिँ मिलेर सरकार चलाउने भन्ने हिसाबमा यो जुन सरकार आयो, त्यसपछि त्यो सरकार आउँदाखेरि पनि काङ्ग्रेस र एमालेको झन्डै दुईटै नजिकको एउटा सरकार हुँदाखेरि संविधान संशोधन हुने लगायतका केही आश्वासनहरू चाहिँ हामीले पाएका थियौँ। केही समयसम्म चाहिँ जनताहरूको त्यस्तो निराशा चाहिँ बढिसकेको अवस्था थिएन। बिस्तारै यसले हनीमुन पिरियड मनायो। त्यसपछि केपी ओलीले बारम्बार यो सरकार चाहिँ एउटा निर्धारित मितिसम्मै चल्छ भन्ने खालको उसले अभिव्यक्तिहरू दिइरहेको, केपी ओलीले चाहिँ अभिव्यक्ति दिइरहेको चाहिँ हामी त्यो सुन्न पाउँथ्यौँ। र त्यसरी सुनिराख्दाखेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि सरकार जति बेला पनि जान सक्छ र सरकार जति बेला पनि गिर्न सक्छ भन्ने खालको सन्देशहरू हामीले पाइरहेका थियौँ। त्यो भनेको चाहिँ प्रधानमन्त्री स्वयंले नै त्यो कुरालाई पटक पटक उजागर गर्नुभएको थियो कि उहाँ आफैले पनि त आफ्नो सरकार चाहिँ निर्धारित मितिसम्म टिक्छ भन्ने उसमा उहाँ हुनुहुन्थेन। यसरी भएको कारणले गर्दाखेरि बिस्तारै सरकारले उनीहरूले भनेको म्यान्डेट अनुसार र उनीहरूले घोषणा गरेको चाहिँ कार्यक्रम अनुसार कामहरू गर्न सकेनन्। त्यसपछि थप एउटा निराशा भयो, निराशा आयो र त्यसपछि अब यो जेन्जी पुस्ताको आन्दोलन चाहिँ लगभग यो निकै पहिलाबाट नै अब सरकारमा यसरी हुन्छ है भन्ने खालको त्यो खालको एउटा विभिन्न विज्ञहरूले एउटा उदाहरणहरू अथवा विभिन्न विज्ञहरूले चाहिँ चेतावनीहरू दिइरहेको अवस्था थियो। तर त्यो मामलामा केपी ओलीले नै त्यो पूर्ण रूपमा व्यवस्था गरेको हामी देख्छौँ। जस्तो गुप्तचर निकाय लगायत सम्पत्ति शुद्धिकरण समेत चाहिँ प्रधानमन्त्री कार्यालय मतहतमै राखेर न नेपालमा ती सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित केही कामहरू भयो, न त गुप्तचर संस्थाले राम्रोसँग काम गर्न सक्यो। त्यो केही पनि कामहरू भएन। ती कामहरू हुन नसकेपछि जनताहरूमा थप ठुलो निराशा उत्पन्न भयो। किन भन्दाखेरि यो काङ्ग्रेस र एमाले बिचको सरकार चाहिँ सुशासनका लागि भन्दा पनि भ्रष्टाचारहरू लुकाउनको लागि नै यसरी एक त भएको हो र यसरी गठबन्धन भएको हो भन्ने खालको आम नेपालीहरूले त्यसरी बुझ्न थाले र निराशा चाहिँ एकदमै बढ्दै गयो र कालान्तरमा जेन्जी आन्दोलन भदौ 23 र 24 गते जेन्जी आन्दोलन हुन पुग्यो र 24 गते चाहिँ विभिन्न विध्वंसात्मक खालको र खास गरी सरकारको तीनवटै अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका यो तीनटै अङ्गका भवनहरू र ती कार्यालयहरू जल्न पुगे र यसपछि चाहिँ यो केपी ओली सत्ताबाट हट्नु पर्यो र केपी ओलीको
को ओह्रालो यात्रा झनै सुरु भयो र त्यसपछि अर्को केपी ओली अहिले पनि गुन्डोमा बसेर यो एमाले रहन्जेल र एमाले हुन्जेल चाहिँ म नै अध्यक्ष बन्छु भन्ने खालको जुन अभिव्यक्तिहरू अझै दिइरहेको अवस्था छ। यदि केपी ओलीले मात्रै त्यो अध्यक्ष पदबाट राजीनामा दिएर अहिलेको सरकारलाई सहज मात्रै बनाउने हो भने पनि धेरै यो समस्याहरूको समाधान हुने र निराकरण हुने भन्ने आम अपेक्षा छ। एकतिर नेपाल चाहिँ अलिकति यो एकदमै चाहिँ उग्रवादीहरूको एउटा चपेटामा परेको छ भनेर भन्न सकिन्छ। त्यो चाहिँ कसरी भन्न सकिन्छ भन्दाखेरि उग्रवाद हावी भएको, जस्तै जेनजीका सुदन गुरुङ लगायतका व्यक्तिहरूले अहिले तत्कालै चाहिँ पूर्व गृहमन्त्री र पूर्व प्रधानमन्त्रीहरूलाई समातेर चाहिँ खोरमा हालिहाल्नुपर्छ भन्ने खालको एउटा जुन आपत्तिहरू जनाएको छ र त्यही जुन त्यो खालको अभिव्यक्तिहरू दिइरहेको छ र यसले चाहिँ के भन्दाखेरि त्यो एउटा गुन्डाराजको अन्त्य गरेर अर्को गुन्डाराजको सुरुवात हो भनेर भन्न सकिन्छ। जति नै भए पनि एउटा बाँच्न पाउने अधिकार, नेपाल एउटा प्रजातान्त्रिक एउटा शासन प्रणालीमा रहेको हिसाबले शेरबहादुर देउवाको बाँच्न पाउने अधिकार पनि छ र केपी शर्मा ओलीको पनि बाँच्न पाउने अधिकार छ र त्यसपछि पुष्पकमल दाहाल प्रचण्डको पनि बाँच्न पाउने अधिकार हो। यो बाँच्न पाउने अधिकार सबैको हो। त्यसो भएको हुनाले यो पछिल्लो केही उग्रवादले चाहिँ यो अहिले नै समातेर चाहिँ मारिहाल्नुपर्छ भन्ने जस्तो खालको अभिव्यक्तिहरू अथवा त्यो खालको मारिहाल्नुपर्छ भन्ने होइन, थुनिहाल्नुपर्छ र ठोकिहाल्नुपर्छ भन्ने खालको जुन छ त्यो पनि एउटा मानव अधिकारको एउटा भित्र पर्छ होला। त्यसो भएको हुनाले त्यो कानुन सम्मत कानुन र शासन कानुनको शासन हुने भनेको चाहिँ जस्तो भ्रष्टाचार कसैले गर्यो भने त्यसको अनुसन्धान हुने होला र त्यो भ्रष्टाचार भएकै चाहिँ प्रमाणित भयो भने उसलाई थुन्नुपर्ने होला होइन। र के हो भन्दाखेरि निश्चय नै अबको बाटो चाहिँ कठिन भए पनि मलाई लाग्छ केपी ओलीको यात्रा चाहिँ एकदमै ओह्रालो छ र उग्रवादी जेन्जी पुस्ताले जतिसुकै भने पनि अथवा सुशीला कार्कीको नेतृत्वको प्रधानमन्त्रीले काम गर्न सकेन भन्दा पनि एउटा जुन हिसाबले सुशासन दिनको लागि बनेको एउटा सरकार छ त्यो हिसाबले पक्कै पनि यो कामहरू केही न केही कामहरू अगाडि बढिरहेको छ, भइरहेको छ र यी कामहरू निश्चय नै एउटा टुङ्गोमा पुग्नेछन् र अर्को आउने सरकारले पनि ती कामहरूलाई टुङ्गोमा पुर्याउने काम गर्नेछ। मलाई लाग्छ अब केपी शर्मा ओली माथिको यो आज यो मैले बोल्दाखेरि सम्म आज चाहिँ 31 गते असोज 31 गते 82 साल यो बोल्दाखेरिसम्म 3 जना प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको तिनटैको सम्पत्ति छानबिनको क्रम सुरु भएको छ र त्यसपछि दीपक खड्का र त्यसपछि आरजु राणा देउवा पूर्व 2 मन्त्रीको पनि सम्पत्ति चाहिँ अनुसन्धानको क्रम सुरु भएको छ भन्ने खालको समाचारहरू आएको छन्। आजको कान्तिपुरमा त्यो निकै चाहिँ महत्त्वका साथ चाहिँ हेडलाइनमा त्यो देखिएको छ। यो कारणले गर्दाखेरि यो सरकार अहिलेको सुशीला कार्की सरकारको चाहिँ एकदमै जिम्मेवारी धेरै नै कसरी छ भन्दाखेरि पुरानो र नयाँ बिचको एउटा जुन खालको एउटा त्यो जोडेर लानुपर्ने र संयमतापूर्वक काम गर्नुपर्ने जुन खालको
एउटा अवस्था छ, त्यो चाहिँ उहाँले निर्वाह गरिराख्नु भएको छ। र आजको मेरो भनाइको अन्तिम निष्कर्ष भनेको चाहिँ नेपालमा जुन यो समयक्रममा जुन नेकपा एमाले को उदय भयो, त्यसमाथि केपी शर्मा ओलीको उदय भयो र त्यसपछि आज नेकपा एमाले र केपी शर्मा ओली चाहिँ एकदमै सङ्कटपूर्ण अवस्थाबाट अगाडि बढ्नुपर्ने ती अवस्थाहरू छन् र सजाय त अब भोग्नु नै पर्नेछ, समयले त्यो भोग्नुपर्ने अवस्थामा पुर्याइदिएको छ। मलाई लाग्छ नेकपा एमाले त पुनर्संरचित भएर अगाडि बढ्नु नै पर्छ, तर त्यति सजिलो छैन। अब सम्भवतः अब यो आउने चुनावमा जुन जेन्जीहरूलाई टाउकोमा छातीमा गोली लागेको जुन खालको एउटा भिडियोहरू अहिले प्रत्येक नेपाली जनताहरूको हात हातमा छ, त्यो मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ निर्वाचनमा चाहिँ त्यो बुस्ट हुन्छन् र एमाले जनहरू चाहिँ गाउँघरमा चुनावमा भोट माग्न जाँदाखेरि त्यही भिडियोहरू देखाइनेछ र एमाले जनहरूलाई चाहिँ एकदमै चाहिँ प्रश्नको घेराहरूमा राखिनेछ। उस्तै परे त्यहाँ मुठभेड सिर्जना हुनेछ, उस्तै परे एमाले नेताहरू त्यो बेलामा कुटिने अवस्थाहरू पनि आउनेछन्। यो अवस्था सिर्जना हुन सक्छ अब यो चुनावमा चाहिँ त्यो खालको अवस्था आउँछ। र त्यसपछि अब सबैभन्दा के भन्दाखेरि आग्रह र विनम्रता पूर्वक गरेका निवेदनहरूलाई स्वीकार गर्ने हो भने केपी ओली चाहिँ सकेसम्म केपी ओलीले चाहिँ बाटोलाई मार्गदर्शन गरेर उनी चाहिँ सल्लाहकारको रूपमा रहने अथवा नरहने अथवा स्वतन्त्र जीवन व्यतीत गर्ने भन्ने एउटा हिसाबमा रहनुपर्ने हुन्छ। र एमालेका केन्द्रीय सदस्य उषाकिरण तिमसेनाको भनाइ जस्तै केपी ओली चाहिँ एमालेको सदस्यता पनि नरहने गरेर चाहिँ बस्यो भने एमाले लाई पुनर्संरचित भएर चाहिँ अगाडि बढ्नमा निकै नै यसले मद्दत पुग्छ। र मलाई जहाँसम्म लाग्छ अब नेकपा एमालेको चाहिँ एउटा नेकपा एमाले चाहिँ पुनर्संरचित भएर फेरि नेपाली राजनीतिमा उठ्नको लागि निकै सङ्घर्ष गर्नुपर्ने देख्दछु। तर केपी ओली को अबको केपी ओलीको बास भनेको मलाई जहाँसम्म लाग्छ अब उसले जेलबाट सुरु गरेको उनको राजनीतिक यात्रा अब जेलमै गएर अन्त्य हुनुपर्ने त्यो अवस्थामा केपी ओली पुगेका छन् भन्दै अब केपी ओलीको अब ढिलो चाँडो हो, उसको जेल यात्रा चाहिँ अब धेरै टाढा छैन। यो कुरा चाहिँ मैले आम नेपाली जन र आम एमाले समर्थकहरू को जुन समर्थकहरूलाई पीडाका साथ दुःखका साथ चाहिँ त्यो मैले भन्नै पर्छ। र त्यसपछि एमालेको भविष्यलाई राम्रो बनाउनको लागि चाहिँ अब केही दशक चाहिँ सङ्घर्ष गर्नुपर्ने, नयाँ तरिकाले नयाँ हिसाब जेन्जीहरूले बुझ्ने त्यो तरिकाले चाहिँ सङ्घर्ष गर्नुपर्ने दिनहरू आएको छ। र यति भन्दै म आजको यो बसाइबाट म बिदा लिन चाहन्छु र फेरि अर्को भेटमा यस्तै सामग्रीहरू लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।